चाराली महोत्सवमा दुर्गेश थापा आउँदै हुनुहुन्छ। मेरो भाइ यता, बहिनी कता लुकेकी छे यता। अनि हामी चाहिँ भ्लग बनाउँदै जानेछौँ। आज दुर्गेश किङ, स्टेज किङ अरे नि त दुर्गेश थापा। अनि उहाँको हामी कस्तो रेस्पेक्ट नै भन्ने नै आउँदैन क्या यो बोल्दाखेरि होइन। उहाँको चाहिँ हामी प्रस्तुति हेर्नेछौँ अनि एकदमै धेरै रमाइलो गर्नेछौँ। आजको साँझ रमाइलो साँझ, साङ्गीतिक साँझ बनाउनेछौँ भन्दै हामी चाहिँ अहिले चाराली जाँदैछौँ। यो चाहिँ चाराली जङ्गल। हात्ती हेरेको भन्दै थियो यस्तो विकासले भेट्यो अरे हात्ती, हाम्रो क्यामेराम्यानहरूले। पर हात्ती छ है गाइस। अलिक अगाडि हेर्नु त, हात्तीको खिच्छु म अलिक ब्लग बनाउँदै आउँदै थिएँ। हात्ती हात्ती ओ हात्ती हो बुई, कति ठुलो रहेछ हौ, कति ठुलो हात्ती हो। दुईटा छन् जस्तो छ, दुईटा छ, दुईटा छ, दुईटा छन्, दुईटा हात्ती है यहाँ जङ्गलमा। तीनटा हात्ती। ओके, फाइनली म चाहिँ मेला आइसकेको छु। यहाँ स्टेज छ है, तर यहाँ अहिले मैले के भन्छ पानी परेको छ हल्का, त्यो भएर चाहिँ कार्यक्रम चलाउनु पाएन। हेलो, वेलकम टु माई ब्लग। वेलकम मेरो ब्लगमा भन्दैछु। नो रेस्पोन्स क्या यार। ओके, आज चाहिँ हामी दुर्गेश थापासँग रम्ने छौँ आजको यो साथ। साह्रो बोल्नु रे, म्युजिकले कपिराइट हुन्छ। ल झापाको चाराली महोत्सवमा दुर्गेश थापाको क्रेज यहाँबाट स्टेज देख्दो रहेछ। अनि यहाँ माथि गाडीमा चढेर चाहिँ बबाल तरिकाले हेरिरहनु। टिकट पनि परेन, किन जानु होइन। Tira pizza,